सम्पूर्णमा नमस्कार। म आज यो भिडियो विशेष गरी नेपालबाट विदेशमा आउन चाहनुहुने, पढ्नको लागि आउन चाहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि बनाउँदैछु। 2 दिन मात्र अगाडि एउटा न्युज आएको छ। एकजना नेपाली भाइ चाहिँ जो अप्रिल महिनादेखि हराउँदै हुनुहुन्थ्यो, युनिभर्सिटीले हराएको भनेर खबर गरेको थियो। अहिले 2 दिन अगाडि मात्रै लन्डनको थेम्स नदीमा चाहिँ लास फेला परेको भनेर न्युज आयो। त्यसमा चाहिँ कुनै पनि अरू समस्या नभएर आत्महत्या हो कि भन्ने अनुमान उहाँहरूले लगाउनु भएको छ। त्यसै गरी केही महिना अगाडि पनि अर्को एकजना भाइ डिप्रेसनको शिकार भएर त्यसै गरी बेपत्ता हुनुभयो। गत वर्ष 2 जना अरू भाइहरू डिप्रेसनको शिकार भएर एकजनाले आत्महत्या गर्नुभयो, एकजना हराउनु भयो। यस्ता घटनाहरू विदेशमा आजभोलि बढ्दो मात्रामा घटिरहेको छ र त्यस्तै गरी यङ बहिनीहरू स्टुडेन्टमा आउनुहुन्छ र यौन शिकारमा पनि पर्नु भएको छ, चाहेर नचाहेर। र नेपालबाट विदेश उड्न लाग्नुभएका कलिला भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने, सर्वप्रथम तपाईँ बाहिर गएपछि कस्ता कस्ता कुराहरू आइपर्न सक्छन् र मैले पढ्दै गर्दाखेरि के मैले भोग्नुपर्ने हुनसक्छ, त्यो कुराहरू बुझ्न अत्यन्तै जरुरी छ। तपाईँहरू आफ्नो देश छोडेर, हाम्रो नेपाली भाषा, कल्चर, संस्कृति सबै छोडेर बिल्कुलै नयाँ परिवेशमा छिर्दै हुनुहुन्छ। अर्कै देश, त्यहाँका अर्कै नियम कानुनहरू अर्कै हुन्छ, त्यहाँको कल्चर अर्कै हुन्छ, त्यहाँको खाना अर्कै हुन्छ, त्यहाँ अर्कै भाषा बोलिन्छ र आफ्नो घर भर्खर छोडेर आउँदाखेरि एकदम होमसिक भइन्छ, आइसोलेसन फिल हुन्छ र तपाईँले घर जग्गा जमिन धितो राखेर अथवा पैसा सापट्टि लिएर ऋण गरेर विदेशमा पढ्न आउनु भएको हुनसक्छ र त्यो कसरी तिर्ने भन्ने त्यो प्रेसर हुनसक्छ। यहाँ आइसकेपछि भाडा तिर्नु पर्यो, ट्युसन फी तिर्नु पर्यो, तपाईँलाई बिहान बेलुकाको खर्चहरूको कुरा आउँछ, त्यो कसरी पुर्याउने भन्ने त्यो तनाव हुनसक्छ। भन्न त 20 घण्टा काम गर्न पाइन्छ, तर अहिले यति धेरै स्टुडेन्ट भएको कारणले गर्दाखेरि त्यही 20 घण्टा काम गर्न पाउन पनि मुस्किल भएको छ। यस्ता अन्य यहावत कुराहरू पर्न सक्छ मलाई भनेर यो बुझ्नलाई अत्यन्तै जरुरी छ। म कुन युनिभर्सिटीमा जाँदैछु, त्यहाँ के सुविधाहरू छन्, मलाई के समस्या पर्यो भने मैले कहाँ रिच आउट गर्ने, कसलाई भन्न सक्छु, के गर्न सक्छु भन्ने कुरा पनि यहाँ आएर भोग्नुभन्दा अगाडि नै तपाईँले यदि ठुलो सपना देखेर आँट गरेर एउटा हिम्मत बोकेर तपाईँ विदेश आउनलाई चाहनु भएको छ भने यहाँ आइसकेपछिका कन्सिक्वेन्सेसहरू के हुनसक्छ, प्लिज त्यो एकचोटि रिसर्च गरेर आउनुहोस्। तपाईँ जहाँ पढ्न जानुहुन्छ त्यो युनिभर्सिटीहरूले पनि धेरै सुविधाहरू दिन्छन्, रिसोर्सेसहरू हुन्छ, स्टुडेन्ट हब हुन्छ, स्टुडेन्ट युनियन हुन्छ, तपाईँलाई मेन्टल हेल्थ सपोर्ट ग्रुपहरू हुन्छन्, वेलबिङको कुराहरू हुन्छ, एकदमै नितान्त गोप्य राखिन्छ, कन्फिडेन्सियल हुन्छ र त्यहाँ जाने, आफूलाई केही समस्या पऱ्यो भने भन्ने, आफ्नो सेमेस्टर लिडर, मोड्युल लिडरसँग आफ्नो कुराहरू राख्ने र तपाईँहरू जस्तै अन्य देशबाट आउने, जस्तै इन्डिया, फिलिपिन्स, चाइना, अन्य देशबाट आउने इन्टरनेसनल अरू स्टुडेन्टहरूलाई साथी बनाउने। उनीहरूको व्यथा र तपाईँको व्यथा एउटै हुनसक्छ, त्यसरी कहिलेकाहीँ साथी बनाउँदाखेरि एउटाले अर्कोलाई सपोर्ट गर्न सक्नुहुन्छ, सपोर्ट मेकानिजम बन्न सकिन्छ, कुराहरू सेयर हुन्छ र यस्तो गरौँ न भन्न सकिन्छ। अथवा आफूलाई केही पऱ्यो भने अर्कोले यो ठाउँमा यस्तो रिसोर्स छ है, तैँले गएर त्यहाँ कुरा राख, तैँले सपोर्ट पाउँछस् भन्न सक्छ। अहिले एआईको जमाना छ, गुगल छ, कम्प्युटरमा तपाईँले जे टाइप गर्नुभयो भने सबै कुराको समाधान अहिले आइसक्यो। लाइब्रेरीमा तपाईँहरू युनिभर्सिटीको लाइब्रेरीमा जानुभयो भने विभिन्न सेल्फ हेल्प किताबहरू छन्, त्यो पढ्न सक्नुहुन्छ। जर्नलहरू लेख्ने, आफ्नो डेली डायरी लेख्ने, त्यसले गर्दाखेरि तपाईँको धेरै कुराहरू, तनावहरू, त्यो प्रेसरहरू भेन्ट आउट हुन्छ, दिमाग अलिकति कुल डाउन गर्न, खाली हुन। जब हामीले हाम्रो दिमागलाई भेन्ट आउट गर्छौँ, यसलाई रित्याउँछौँ, तब मात्रै तपाईँलाई नयाँ कुराहरू, नयाँ सोचहरू, तपाईँको दिमाग क्रिएटिभ हुन्छ। आफ्नो भएका तनावहरू लेखेर कसैलाई भनेर सेयर गरिसकेपछि अलिकति प्रब्लम सल्भ हुन्छ। प्रब्लम सेयर्ड इज प्रब्लम हाफ्ड। देशमा पढ्न आउँदा, स्टुडेन्ट हुँदाखेरि जति पनि आउने च्यालेन्जहरू तपाईँको समस्या मात्र होइनन्, एउटा च्यालेन्ज हो, त्यसले तपाईँलाई अर्को लेभलमा पुर्याउन सक्ने त्यो एउटा ग्रोथ पनि हो। हुन त सबै व्यक्ति एकै किसिमका हुँदैनन्, सबैको कोपिङ मेकानिजम, सबैको सहन सक्ने शक्ति, सबैले समस्यालाई ह्यान्डल गर्ने तरिका एउटै नहुन सक्छ। कोही कमजोर हुन्छन्, कोही डरो हुन्छन्, तर पनि तपाईँ ठुलो आँट गरेर विदेशसम्म पढ्नलाई आउनुभएको छ भने हरेक दिन तपाईँलाई टेन्सन हुँदाखेरि, तपाईँलाई एक्लो फिल हुँदाखेरि, तपाईँलाई प्रेसर, पढाइको प्रेसर, अन्य प्रेसर हुँदाखेरि आफूलाई के चाहिँ सम्झाउनुहोस्, आफ्नो मन्त्र के चाहिँ बनाउनुहोस् भने मैले यति ठुलो कदम चालेर आफ्नो सपनाको लागि यहाँसम्म आएको छु भने मैले यो पनि गर्न सक्छु
मैले हिम्मत हार्न हुँदैन भनेर आफूले आफूलाई आफ्नो डेली मन्त्र चाहिँ त्यो बनाउनुहोस्। यु आर वे मोर स्ट्रङ्गर देन यु थिङ्क। बाहिर आउनुभन्दा अगाडि आफ्ना प्लानहरू, गोलहरू, भिजनहरूमा क्लियर भएर आउनुहोस्। प्लान ए फेल भयो भने मसँग प्लान बी छ, प्लान सी छ भन्ने एउटा प्लानिङ र प्रिपेरेसनका साथ अगाडि आउनुहोस् भन्न चाहे। फेरि पनि कुनै पनि नेपाली भाइ बहिनीहरूले विदेशमा आएर डिप्रेसनमा गएर यौन हिंसाको शिकार भएर कुनै पनि कारणले चाहिँ आइसोलेसनमा जान नपरोस्, डिप्रेसनमा जान नपरोस् र अकालमै आफ्नो सपनाको तिलाञ्जली दिन नपरोस्, आफ्नो ज्यान फाल्न नपरोस्। बस यति भन्न चाहे।